ओ दोस्त हेर न यहाँ बिहान चाहिँ है आइरहेछ सुरु भइसकेछ है इन्भाइरोमेन्टको लागि प्लान्ट रोप्ने हेर्नु त यहाँ चाहिँ गुराँस रोप्ने होइन हो गुराँस रोप्ने हो नि त यहाँनिर गुराँस र एजेले यहाँ हुनेवाला छ अब है एकदम जग्गा यहाँ पर पनि हुँदैछ यहाँ चाहिँ हाम्रो एकदम यहाँ चाहिँ हाम्रो ब्रदर चाहिँ ट्री लभर हो उहाँले चाहिँ एकदम ठुलो रुखहरू रोपिसक्नु भएछ यहीँ यो देख्दै गरेको बिहानले रोपेको रुख हो हेर्दै गर यहाँनिर अहिले के भन्दैौ न हो तिमी अलिकति चाहिँ के नभन्ने भन्दै न यहाँ पर हेरेर ललित दाजुहरू नि यहाँ पर आम ललित दाजु यहाँ पर चाहिँ काम हुँदैछ यहाँ पर काम भइरहेछ सरहरू आउनु भएको छ है त इन्भाइरोमेन्ट डेको लागि चाहिँ उहाँले यहाँ प्रिपेरेसन हुन्छ प्रि प्रिपेरेसन यहाँ चाहिँ अब यहाँनिर के रोप्नुहुन्छ अरे सर तपाईँ यहाँ गुराँस आउँछ है अन्त अलिक परतिर चाहिँ अब यो हेलिपेडबाट आएको डाइरेक्ट यो हेलिपेडबाट यो चाहिँ अब रोटै भर्यो रोप्नु पर्ने यो डल्लै तल के अरे यो चाहिँ के छ भन्दा मेरो बाटो मेरो बोट हजुर हजुर चाहिँ सिरुवानीदेखि आएको चाहिँ टक्कै धप्परसम्म यतापट्टि युनिभर्सिटी हेलिपेड सबै कभर गरेको छ मेरो बाटो मेरो बोटले यहाँ चाहिँ अब तलतिर फुलको बिरुवाहरू लगाइन्छ म्याक्सिमम अब रोड साइडमा सबै फुल अनि यो जति पनि माथि अलि हाई अल्टिट्युड छ त्यहाँनिर चाहिँ रोडोडेन्ड्रन यानि कि गुराँस र एजेलियाहरू लाउने कुरा छ त्यस्तै प्रकारले हुन्छ यो चाहिँ राम्रो स्किम हो नि त यो इनिसिएटिभ पनि राम्रो हो यो चाहिँ कहिले लाउनु हुने हो सर यो 5 तारिक हो अब यो वर्ल्ड इन्भाइरोमेन्ट डेदेखि सुरु हुन्छ हुन त प्लान्टेसन अस्तिदेखि सुरु भएको छ अब कतिवटामा चाहिँ यहाँ वर्ल्ड इन्भाइरोमेन्ट डेकै दिन लगाउँ भन्नु हुँदैछ त्यो दिन नै लाउने अन्त रको अलिक पछाडि पनि लाइन्छ त्यसले गर्दाखेरि हिजो आजै प्लान्टेसन भटाभट सुरु हुँदैछ अब यो चाहिँ राइट सिजन पनि हो नि त अब यो जुन भित्रमा लाउन सकियो भने चाहिँ फ्याँकेको ठाउँमा पनि पलाउँछ तर अलि ढिलो गरियो भने चाहिँ अनि त्यहाँदेखि त्यसले बढ्ने मौका पाउँदैन ढिलो हुन्छ थ्याङ्क यू सो मच इन्फर्मेसन दिनुभएको